साथीहरु सम्पूर्णमा नमस्ते। म चाहिँ मोहन विक्रम, चिन्नु नै हुन्छ होला। म चाहिँ आज शिवरात्रि मेला हेर्न जान लागेको छु। लिगा नवनी गाउँपालिका वडा नम्बर 2 लिगाको एकमात्र ठाउँ जहाँ शिवरात्रि मेला लाग्छ। आज नौधारी टिन्चुले भन्ने ठाउँमा आज मेला लाग्दैछ। मेला हेर्न जान लागेको, तपाईहरुलाई देखाउने नै छु, हेर्दै गर्नु होला। उकालोले बर्बाद बनायो हजुर, उकालोले के गर्ने। यस्तो छ हेर्नुहोस्, लास्टै उकालो एक्लै छु, कोही छैन। माथि गएर केटाहरू भेटिन्छन् कि भन्यो। हाम्रो केटाहरू पछाडि छन् रे, र अगाडि दौडेको छु। भ्यू त बाबाले आयो होला, रुखले छेक्यो। उकालो त्यही माथि घाम लाहा किसिमै छ नि हौ साथी हो। ठाकियो हो। यहाँ चाहिँ मेला लाग्छ, सिद्ध मेला जेठमा। म चाहिँ हिँडिरहेको छु, एउटा सर यस्तो छ। गाउँटा बबाल छ नि है, क्या दामी बाटो लाग्यो। गाह्रो छ नि हो, गाह्रो। उकालै उकालो, कति हो कति उकालो छ। यहाँबाट साह्रो त्यो डाँडोको मुना जानुपर्ने हो, एक्लै भयो। गाह्रो छ हो। मेला अवलोकन गराउने छु तपाईहरुलाई, हेर्दै जाने होला। के कस्तो लाग्छ मेरो भिडियो जानकारी पनि गराउनु होला। ल साथी हो, मैले चाहिँ मेरो ग्रुप भेटिसकेँ, मेरो टोली उता निस्किँदैछ जम्बो टिम। आज चाहिँ मेला हेर्न जाँदैछौँ। यो चाहिँ मेरो जम्बो टिम हो। अनि यहाँ चाहिँ म, उकालो छ, उकालो उकालो के गर्ने, गाह्रो छ नि हो। जङ्गलै जङ्गल, जङ्गलको बाटो सारा निस्किनु परेको छ। अनि आज मेला कस्तो लाग्ला यार। यो चाहिँ नवनी 5 दाम्री काँटे हो है, उताको चाहिँ दाम्रे। अब बादलले कुहिरोले हो केही देखियो होइन। ओहो खोरखोरे सुरु भइगएछ क्या मेलामा। यस्तो चाहिँ अलिक गलत हो भन्न हुन्थ्यो, तर म पनि खोरखोरे खुलाउने तर्खरमै छु। अब नजिक नजिक सर थरखोला भन्दा नि टाढा रहेछ न। ओइ डान्स चाहिँ कडा छ है। फेरि फेरि है, केटा के गर्छौ? घाँस खङ्छेन मेला हेर्न आएको। कसलाई दिने हो केटा गुराँस? केटीलाई।
खै मान्छे त छैन रहेछ त पुरै यहाँ भरेको थियो कि पर्छ यो खोरखोरै खेलाउने काम गलत हो है केटा हो एकदम सही हो सब गलत हो यार खोरखोरै खेलाउने काम यता पकौडी पाक्दैछ उता चटपटे भाइजू नमस्ते माइजूले चटपटे खाइराख्नु ए पानीपुरी होइन भयो यता पनि पकौडी तर पहिले भन्दा धेरै कम देखेँ मैले मान्छेहरू यता भलिबल ल है खोरखोरे 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 झन्डी तिरबल हो ल है ल है ल है यता चाहिँ भलिबल चलिरहेछ है ओहो काडाबाट आउनु भएको रहेछ त ओहो भुपु खेलादी शिवराम बिस्त यता हाम्रो दिदी बहिनीहरू मेला हेर्न आउनु भए केटा हो तिमीले आज खाएको त छैनौ नि ओ गिरबहादुर यार ओहो यार के छ के छ नि के छ त मास्क खोलिदेऊ न यार उहाँलाई चिन्नुहुन्छ कि चिन्नुहुन्न ल है ल है ठिक छ यार जाम न उता घुमिराम एक्लै भयो कि यार ल हाम्रो दुज बहादुर खोरखोरे एउटा चाहिँ भलिबल चल्दैछ मेला भएन खासै यो चाहिँ ठिक भएन पोहोर साल चाहिँ ठिक छ सालीहरूले पुरा तलबाट दामी दामी स्माइल कडक कडक दिइराखन् है ओहो हो यता पनि सानो भलिबल राम्रो नि मार्यो है मार्यो कोही केटा नठोक्दे ओहो सर नमस्कार ल है ल यता फेरि यस्तो चलिरह देहानजी नमस्ते है हाम्रो चाहिँ क्यामेरा क्या मास्क खोलिदिनु न खोलिदिनु के ल चलिरह है यता यसो धुल्न जाम एकचोटि ओ आइजाऊ यार ल है फोटो खिच्नलाई सम्पर्क गर्नलाई भगवानलाई नमस्ते गर्छु अनि आउनु यता रहेछ मन्दिर तर पहिलेको जस्तो रहन्छन् मान्छे होइन हजुर ल यता भजन चल्दैछ
नमस्ते के गरेर ए ल यता भाइले फेरि फोटो खिच्दैछन् यता यहाँ पूजाआजा चल्दैछ होइन भिडियो बनाइरहेको छु पुरै चारैतिर ल ए सबै पुऱ्याइदिनु आँटेको ल है यिनीहरूले के माग्दैछन् त पढ्ने विद्या हाउस रे यता पुरै जङ्गल छ ल प्रकाश सर पनि प्रवेश गरिसक्नु पैसा ल महादेव पार्वती परमेश्वरी गौरा पार्वती सीता पार्वती देवता परमेश्वरी और उनको बोलने आदि को कसैले बजाउने राखेको परमेश्वरी सबै गर्छु मनले आँटेको सम्पूर्ण पानी हिँड्दा फेर लाग्दो बस्दा खेल्नेर शत्रु पाल पर्नु मृत्यु हात ल्याउँदै परमेश्वरी मृत्यु हात ल्याउँदै परमेश्वरी मनले आँटेको सम्पूर्ण पुऱ्याइर मनले आँटेको सम्पूर्ण अङ्कल नमस्ते भिडियो बनाइरहेको छु है गाब्रेका बडा देवता सिकारी देवता बडा देवता ले परमेश्वर रक्षा गर्नु नौ बहिनी देवताले परमेश्वर देवताले परमेश्वर रक्षा गर्नु ल है नौ बहिनी देवता सबै देवताले रक्षा गरून् अब मैले त केही जान्दैन ओहो सर नमस्ते सन्चै हुनुहुन्छ एकदम सन्चै हाम्रो गुरुबा है उहाँ चाहिँ सबै अष्टव्यस्त लामै उही किन हो रिसेने यस्तो ठीक लाओ रमाइलो छ है तर अलि प्रचार कम गर्छ प्रचार बढी गर्नु प्रचार अलिक कमै भयो अलि मान्छे ढिलो आउँदै थिएन ढिलो पहिले त योभन्दा धेरै नै थियो तर अहिले खै के भएर घट्यो थाहा भएन प्रचारको कमी हो बस्नेले यस्तो ठाउँमा बस्छन् हैन त्यही भएर शिवजी दुःख गर्नु पर्यो अलि अब दुःख गर्नु पर्यो अलि केही पाउनलाई त दुःख गर्नु पर्यो नि त केही पाउनलाई बिहा 6 बजी आएको अहिले पुग्यो भर्खर हैन
कतिखेर आउनु भयो 6 बजे आएको नि 6 बजे कोही मान्छे नपुगेको म बाटोमा हराएँ नि त हो र सर यात्रा त्यसै कठिन भयो है आइसक्यो राम्रो भयो अहिले अब मनको आनन्द अब मिल्छ घाउँ के भयो कि ओ फुल त धेरै राम्रो रहेछ ओ यता हेर त के भन्छ यार यता फोटो सेसन पनि भयो म चाहिँ यता छु अनि कति चल्दैछ त फोटो खिच्ने कार्यक्रम 0 यस्तो नभन्नु न सस्तो फ्रीमा खिच्न खोज्छन् नि यता हेर ल यता हेर त्यस्तै गर ल भयो ओहो पुरा रिबन लगाएर भाइहरूले ल प्रगति यस्तै भलिबल यस्तै ठाउँबाट प्रगति हुन्छ है बिस्तारै 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 मान्छेहरूको घुइँचो अब बिस्तारै बिस्तारै बढ्दैछ मान्छेहरू बिस्तारै बिस्तारै बढ्दै हुनुहुन्छ घुइँचो अब केही समयमै लाग्नेछ अबको केही समयमा घुइँचो लाग्छ यता पुरै ठाउँ भरिने छ हेलो शिवराम ओ शिवराम दाजु यार के छ साह्रो मोताको यस्तो यार के हो अनि कति वर्षपछि आइयो रे कति वर्षपछि आइयो रे 3 वर्षमा यस्तो भद्दा भएर आइयो त थै त ठिक लागेन अलि यार यता बाजेजी हो के छ त अनि तपाईँको अलि होइन भ्लग बनाएको लाइक त पछि गर्दै गरौँला नि खोरखोरे पैसा हाल्छु है म पैसा हाल्छु है पैसा त छैन भो खोरखोरे दुईटा खोरखोरे पैसा कमाउन चाहनुहुन्छ भने यता खोरखोरे खेल्न आउनु होला दिदीले देखा भाइ भनेर हैरान नि अब के गर्ने देखाउनै पर्यो यता हेर्नु के पकौडी पाक्दैछ तपाईँहरूलाई भोक लागेको छ भने पकौडी खानु होला ल नि तपाईँले देखाएन हजुर होइन ती म काटिदिउँला यता केही छैन अहिले त हो पहिले त कति धेरै थियो नि डिजे सँगसँगै यता खोरखोरे नौढारी छु भाइ हो हे म पैसा हाल्छु नौढारी कि नौढारी यो केमा भनेपछि 5 रुपियाँ खोरखोरे खेल्न लाग्छ 5 रुपियाँ खोले तर तिर बोलायो भनेको गयो यार मेरो गयो यार तर यार अब अर्कोमा है ल खोरखोरे म हाल्छु है ल यहीमा 5 रुपियाँ लिउ न त 1000 रुपियाँ ल अहिले छ अहिले भित्र 10 रुपियाँको हो यार 10 रुपियाँको हो यार ल
ल अहिले त 10 रुपैयाँ ल पर्छ कि पर्दैन ल ओ मुकु डबल ल आयो दुईटा आयो दुईटा स्याबास म त गएँ 10 रुपैयाँ जितेँ मैले ल धेरै त छैन हैन ल सबैजनाले स्वागत छ फेरि पनि मेरो भिडियोमा मेला चाहिँ बवाल भइरहेछ अहिलेको समयमा बवाल मेला लागिरहेछ मान्छेहरूको घुइँचो बढिरहेछ यता खोरखोरे पनि यतातिर चल्दैछ खोरखोरेहरू हो बवाल लागिरहेछ है यता मेला चाहिँ हाम्रो अङ्कल मेला चाहिँ हजुर नमस्ते ल मेला चाहिँ मेला बवाल भएको छ हजुर ल यता खोरखोरे हजुर ल यता है फोटो सेसन कार्यक्रम फोटो भिडियो टिकटक यता पानीपुरी खाने छन् पानीपुरी चत्त मेरो सालो यता बहिनीहरू ल है यता भलिबल भइरहेछ भलिबल ल हो कतिखेर आउनु भयो हो म पनि भर्खर आएर भिडियो बनाउँदै हिँडिरहेको छु ल हो तिमीहरू पनि मेला हेर ल भलिबल खेल एकदम घम्सी भइरहेछ यता दर्शकहरूको पनि घुइँचो छ यता हाम्रो मिस भिडियो हो ल हाम्रो सरहरू मेला कस्तो लाग्छ बवाल छ होइन कतिखेर आउनुभयो रमाइलो छ है ल ओहो बिरुबाई पेसिवन पारी केटाहरूसँग छ के झोला यता हाम्रो केटाहरूको टक्क यतापट्टि अर्खाका खेलाडीहरू पनि हुनुहुन्छ है ओह लिघा तर बोलाउ सबैको भेटघाट कार्यक्रम भइरहेछ यता चटपटै बन्दैछ यता फोटो भिडियो टक्क बनाउँदै होइन सबैजना हाम्रो केटाहरू यता सबिन भाइ ल यता पनि चलेछ है भलिबल ल सानो कोर्टमा ल ओहो हो राम्रो ब्लक ल रूपा भर्सेस यो यताको को ल है यता रामे यता भलिबल चल्दैछ है भाइहरूको ल मार्यो ल कडा रहेछ है कडा केटा के अरे केटा अलि नभन्न त्यस्तो यता त केही छैन के सुनसानै होला अब मेला तपाईँहरूले देखि नै राख्नु भएको छ होला यही हो मेला हाम्रो उता भलिबल चलिरहेछ टक्क होइन दर्शकहरूको घुइँचो छ एक दिने मेला हो यो एक दिनमा सकिन्छ यता चाहिँ बडो कम्पिटिसन भइरहेछ है बडो भइरहेछ ल कडा भइरहेछ कडा हाम्रो झुले मामा नि हुनुहुन्छ है माथि आहा ओ राम्रो स्पाइक कडा भइरहेछ है कडा उहाँहरूले चाहिँ फोटो खिचिराख्नु भएको उहाँहरूले कुरकुरे खानु भएको
मेला यस्तै हो, गाउँघरको मेला जङ्गलमा। के भयो? राम्रो ब्लकआउट। ल है टाढा टाढाबाट भाइहरू आएर एकदम जोसिलो फुर्तिलो जोसका साथ फुर्तीका साथ खेलिरहेछन्। ल यता हेर्नु। ओके ल है यता खोरखोरे खोरखोरे। जय भोले जय भोले जय भोले जय भोले। ल जित्नुस् है जित्नुस्। हामीले त खानु होइन। ल भयो। मेला यता पुरै यहाँ पकौडी बन्दैछ पकौडा। यता फोटो भिडियो बनाउने काम भइरहेछ। यता पसल मेला यस्तै हो साथी हो, रमाइलो छ गाउँघरतिर होइन। खोरखोरे छ, भलिबल छ, खेलै खेल है जताततै हेर्नुहोस्। ल है एकदमै रमाइलो भइरहेछ मेला। राम्रो स्पाइक। आहा निकै नै पावरफुल स्पाइक थियो। थ्याङ्क यू। एक्लै एक्लै फोटो खिचिरहेको छौ तिमीले। के छ मान्छे छैन कि के हो? मान्छे छैन यार। कति आम्दानी भयो? कम्पनी कति हो भाइ? मलाई नि हानुस् न होइन। अब ल साथी हो गेम चाहिँ जित्यो होइन। गेम खेलेर चत्त यता यस्तो भइरहेछ। अझै पनि गेम सुरु भइरहेछ। कुहिरो लाहा पानी आउँदैछ। गेम चाहिँ जित्यो है।